यस घडीमा हामी हाम्रा ती अब्बल विद्यार्थीहरूलाई सम्बर्धना जनाउन गइरहेका छौँ र भनिन्छ हाम्रो जिन्दगी एउटा गाडी हो र यो गाडीमा हामी त केवल प्यासेन्जरहरू मात्र हौँ, यानि कि हामी यात्रीहरू मात्र हौँ। हाम्रो गन्तव्य हामी चढ्ने प्यासेन्जरहरूको कहाँ कहाँ छ त्यो हामीलाई थाहा छैन। कोही छिटै आफ्नो स्टेसनमा झर्छ, कोही कुन स्टेसनमा झर्छ र कोही भने अन्तिम आफ्नो गन्तव्यसम्म पुग्ने गर्छ। र यो गाडी चाहिँ अहिले घडी हामीले हाम्रो स्कुललाई मानौँ भने हाम्रो यो गाडी रूपी स्कुलमा यस्तै विद्यार्थीहरू प्यासेन्जरको रूपमा आउने गर्छन्। 11औं श्रेणीमा उनीहरू आउँछन्, उनीहरूलाई हामी स्वागत गर्छौँ। अनि फेरि उनीहरू 12औं श्रेणीमा प्रवेश गरेपछि फेरि उनीहरू जाने बेला हुन्छ, उनीहरूलाई हामी बिदाई पनि गर्छौँ। यसरी नै हाम्रो जिन्दगी अगाडि बढिरहेको छ। हाम्रो पङ्खाबारी हायर सेकेन्ड्री स्कुल अर्थात् पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयको रूपी गाडी पनि क्रमशः अघि बढिरहेको छ। र अहिले भने म यहाँहरूलाई ध्यानाकर्षण गर्न चाहन्छु। आजको मुख्य कार्यक्रम त्यो हो सम्बर्धना कार्यक्रम। र यस्तै हाम्रो यो जुन चाहिँ पङ्खाबारी हाई स्कुल रूपी गाडी छ, यस्तो मोडमा आएर उभिएको छ। हामीले गत वर्ष पनि 56 जना विद्यार्थीहरूलाई एकदमै प्रथम दर्जामा ल्याएर हामीले सफलता हासिल गर्यौँ भने यस वर्ष 51 जना विद्यार्थीहरू प्रथम दर्जामा उत्तीर्ण भएको छ। र आशा छ आउनेवाला दिनमा यी जुन विद्यार्थीहरू अहिले हाम्रो सामु छन्, 11औं श्रेणीका विद्यार्थीहरू र 12औं श्रेणीका विद्यार्थीहरू, यिनीहरूले बाट पनि हामीले अपेक्षा राख्छौँ कि यस्तै रिजल्ट अर्थात् उहाँहरूको परीक्षा फल हुन्छ भन्ने। र अहिले भने म माध्यमिक विद्यालयका यस वर्षका विद्यार्थीहरू जसले हाम्रो स्कुललाई एकदमै उहाँहरूले गौरवान्वित पारिसकेका छन् र ती विद्यार्थीहरूको नामहरू म क्रमशः पढ्न जान्छु र ती विद्यार्थीहरूलाई सम्बर्धना जनाउनका निम्ति खदामाले अर्पण गर्न अनि उनीहरूलाई पुरस्कृत गर्नका निम्ति हाम्रा शिक्षकद्वयलाई म यहाँ एक एक गरी निम्तो गर्नेछु। र कृपया आएर ती विद्यार्थीहरूलाई खदामाले अर्पण अनि उहाँहरूलाई पुरस्कार साथै उहाँहरूलाई अग्रिम जिन्दगीको निम्ति आशीर्वाद दिन हुन भनी म आग्रह अनि साथै आन्तरिक हृदयबाट निवेदन टक्राउँदछु। र सर्वप्रथममा म यहाँ श्रद्धा राई, हाम्रा यस वर्ष माध्यमिक परीक्षा दिने श्रद्धा राईलाई म मञ्चमा आइदिनु हुन निवेदन गर्दछु। र यसको निम्ति हाम्रा स्कुलका वरिष्ठ शिक्षिका श्रीमती मुन्नु गुरामा अनि श्रीमती शारदा गुरामालाई यहाँ आई उहाँ विद्यार्थीलाई अब्बल विद्यार्थीलाई आशीर्वाद साथै खदामाले अर्पण अनि पुरस्कार वितरण गरिदिन हुन म निवेदन गर्दछु। कृपया विद्यार्थीहरूले यी विद्यार्थीलाई पुरस्कृत गरेपछि मात्र उनीहरूले ताली दिएर भव्य स्वागत गर्ने म निवेदन गर्दछु। र यस पश्चात कृति दर्जी तयार भएर बसिदिने र कृति दर्जी कृपया तयार भएर बसिदिने। कृति दर्जी पनि यस्तो अर्को विद्यार्थी थिए जसले हाम्रो विद्यालयलाई एकदमै गौरवान्वित तुल्याएका थिए र विद्यालयको नागलाई एकदम उच्चा तुल्याइदिएको छ कृति दर्जी। र यी विद्यार्थीहरूलाई पुरस्कृत गरे पश्चात हाम्रा दुवै वरिष्ठ गुरुआमाहरूलाई आफ्नो स्थान ग्रहण गरिदिने निवेदन गर्दछु अनि विद्यार्थी शारदालाई आफ्नो स्थानमा नै रहिरहने म आग्रह गर्दछु। यस पश्चात कृति दर्जी
जहाँ पनि हुनुहुन्छ यहाँ मञ्चमा झट्टै आइदिने म निवेदन गर्दछु। कृति दर्जी र कृति दर्जी विलम्ब भए बापत प्रतीक्षा विश्वकर्मा अर्को विद्यार्थीलाई यहाँ मञ्चमा म निवेदन गर्दछु आउनको निम्ति। प्रतीक्षा विश्वकर्मा जसले हाम्रो स्कुललाई यस वर्षको माध्यमिक विद्यालयमा अव्वल दर्जामा परीक्षाफल हासिल गरेर गौरवान्वित अर्थात् गौरव तुल्याएको छ र हामी सबै प्रतीक्षा विश्वकर्मालाई उहाँलाई धेरै धेरै बधाई दिन चाहन्छौँ र प्रतीक्षा विश्वकर्मालाई खदा माल्यार्पण साथै पुरस्कार वितरण गर्नको निम्ति वरिष्ठ शिक्षिका फेरि एकपल्ट वरिष्ठ शिक्षिका हाम्रा दिपाली गुरामा अनि हाम्रा स्वप्न गुरामा जहाँ पनि हुनुहुन्छ स्वप्न गुरामा यहाँ म देखिन र म यहाँ मिस उषा खानु मिसलाई आएर खदामाली अर्पण गरिदिने अनि पुरस्कार वितरण गरिदिने